नमस्कार, म डाक्टर VK प्रसाद, होमियोपैथिक फिजिशियन, लाल मार्केट गान्तोक। आज म एउटा विषय लिएर बात गर्छु, जो विषय हो तपाईको ब्लड सुगरको। ब्लड सुगर तपाईको अहिलेको समाजमा बहुत सारा बढिरहेको छ र ब्लड सुगर तपाईको किन बढिरहेको छ भनी खानाको जो प्रचलन छ उसको वजहले एउटा कारण हुन सक्छ। अर्को के छ, तपाईको फिजिकल वर्क कम्ती मान्छे गर्दैछ, त्यो पनि एउटा कारण हुन सक्छ। उसको बादमा अब म आउँदैछु कि तपाईको मार्केटमा जो पनि मेडिसिन छ खाए भने तपाईको हेबिचुएटेड भइहाल्छ मान्छे, भने लाइफ टाइम खानु पर्छ, त्यस्तो भइरहेको छ। र त्यो लाइफ टाइम किन खानु परिरहेको छ भनी तपाईको जो शरीर में अर्गन छ पेनक्रियाज, जो कि स्टोमक को पास में हुन्छ, त्यो तपाईको इंसुलिन सेक्रेसन गर्छ र त्यो इंसुलिन प्रोपर रूपमा सेक्रेसन नगर्दाखेरि तपाईको ब्लडमा सुगरको मात्रा बेसी हुन्छ र तपाई डायबिटिक भइहाल्नुहुन्छ। अब डायबिटिक हुनुभयो त्यति बेला तपाईलाई ट्याब्लेटको फर्ममा वा इन्जेक्सनको फर्ममा इन्सुलिन दिन्छ डाक्टर, र त्यो के गर्छ तपाईको खाउँदाखेरि तपाईको ब्लड सुगरलाई त कन्ट्रोल गरिदिन्छ, किन्तु त्यो बडी हेबिचुएटेड भइहाल्छ। होमियोपैथिकमा दवा युरेनियम नाइट्रेट छ, साइजेजन जाम्बोलिना मदर टिन्चर छ, जिम्नेमा सिल्वेस्टर मदर टिन्चर छ। यो तपाईको दवाई पर्मानेंट क्योर किन गर्छ भनी त्यो मेडिसिन गएर जो अर्गन पेनक्रिया जो इन्सुलिन सेक्रेसन गर्छ त्यो अर्गनलाई हिट गर्छ। अर्गनलाई हिट गरे भने के हुन्छ, त्यो नेचुरल रूपमा इन्सुलिन सेक्रेसन गर्नु थाल्छ। अब नेचुरल रूपमा इन्सुलिन सेक्रेसन गर्नु थाले भने तपाईको जो 300-400 रेन्जको ब्लड सुगर गइहालेको हुन्छ, त्यो ब्लड सुगर 3 महिना 4 महिनामा हेर्नुहुन्छ, 2 महिनामा पनि हेर्नु सक्नुहुन्छ वा 1 महिनामा पनि हेर्नु सक्नुहुन्छ कि जो रेन्ज तपाईको 300-400 जान्दैछ त्यो 140 को भित्र आइहाल्छ। र यो इसको साइड इफेक्ट पनि छैन। अब खाउने तरिका के छ भने युरेनियम नाइट्रेट 32-3 बुन दिनमा 2 पल्ट, साइजेजन जाम्बोलिना मदर टिन्चर यो 20 ड्रप्स दिनमा 2 पल्ट वा 3 पल्ट पनि लिनु सक्नुहुन्छ। अगर 300 क्रस छ, 250 क्रस छ, त्यो कन्डिसनमा दिनमा 3 पल्ट पनि लिनु सक्नुहुन्छ। उसीको साथमा साइजेजियम जाम्बोलिना मदर टिन्चर पनि प्रयोग गर्न सक्नुहुन्छ। 20 ड्रप्स दिनमा 2 पल्ट वा 3 पल्ट भा तपाई होमियोपैथिक डाक्टरलाई कन्सल्ट गर्नु सक्नुहुन्छ। अगर तपाई मलाई कन्सल्ट गर्ने हो भने लाल बजार गान्तोकमा आएर मलाई भेट्नु सक्नुहुन्छ। मेरो होमियोपैथिक क्लिनिक छ। वा अगर तपाई गान्तोकदेखि बाहिर बस्नुहुन्छ भने तपाईको आसपासमा कोही होमियोपैथिक डाक्टर छ, उहाँको सुपरभिजनमा तपाई यो दबाई खाएर यो ब्लड सुगर जस्तो बिमारीलाई पर्मानेन्ट क्योर गर्नु सक्नुहुन्छ। धन्यवाद।